La 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 la. गीत गाउने छौ अनि खेल्ने छौ अनि खाने छौ घर जाने छौ तू ही है राजा तू ही आनन्दीलाई फोन गर्दैछ फुम चटपट यो चाहिँ के हो यो आँसु झार्यो के हो ए मन गर्दा ला मेरो आँखाको आँसु बुझ्नु भो हेर्दाखेरि पुल सानो देख्छ जाँदाखेरि गहिरो हुन्छ सबैजना यता बस्छ हेलो गुड आफ्टरनुन जय मुसी नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा म फेरि पनि नयाँ ब्लगमा आइसकेको छु र म चाहिँ आज चाहिँ हाम्रो दिदी भाइहरु हामी सबैजना लेक साइडमा आज फुड वक हामी लेक साइडमा बेलुका साँझको समयमा त्यसो हामी खुट्टाले हिँड्न जाँदैछौँ एकछिन रमाइलो आउटिङ दिदी भाइहरु हामी सबैजना एकसाथ मिलेर र मजाले चाहिँ रुममा छु हल्का खोकी पनि लागिरहेछ तर पनि बेस अब जानलाई चाहिँ म चाहिँ रेडी नै छु है म चाहिँ निस्किन आँटेको उताबाट पनि दिदीहरु आउँदै हुनुहुन्छ र अब हामी चाहिँ यता सबैजना बगरमा अनि भेट्ने छौं र हामी बस चढेर बसबाट हामी लेक साइड जाने छौं र त्यसपछि के गर्ने छौं हेर्दै गर्नुस् अहिले चाहिँ हामी चाहिँ सबैजना भेटेर पनि हामी अब बसमा चढ्दै छौं सबैजना छिटो हिँड भित्रै यो बसहरु अगाडि गइदैन बनी आउ के लास्ट टर्ममा लाग्यो यता चाहिँ दिदी हुनुहुन्छ एमी हेलो हेलो गाइस कहिले चाहिँ ल सारा के छ एम पनि आउ ल के छ दुईजना थोरो चाहिँ सानो मन छ भने आउ बा हेलो रु दिदी के छ ठीक छ सन्चै एम रु दिदी डोरेमन दिदी पैदा हो चुका नोबिता र डोरेमन र कसले बचाउँछ रे नोबिता र डोरेमनमा डोरेमनले बचाउँछ त बचाउ भन मैले बचाउँछु बचाउ भन डोरेमन मुरेको अब चाहिँ हामी चाहिँ जान्छौं यहाँबाट वसुन्धरा पार्कसम्म हामी चाहिँ बगलबाट हामी हिँडिसक्यो हामी यहाँबाट वसुन्धरा फाइनली हामी लेक साइड वसुन्धरा पार्कमा आइपुग्यौं सेज मिस एमी चाहिँ बस भरि निदाएर अहिले हैरान छ यहाँ हो कि हैन एमीको पारा मम्मी उता दाइ यता ल हामी सबैजना लेक साइड वसुन्धरा पार्कमा आइपुगिसक्यौं यताबाट जाउँ है हामी त्यहाँ गेट छ ल जाउँ न हो हामी चाहिँ वसुन्धरा पार्कमा हामी भित्र नै आइपुगिसक्यो अहिले चाहिँ हामी ठ्याक्क यो ठुलो स्ट्रिट नम्बर 4 बाट तल हामी यहाँ बत्तीको ठ्याक्क हामी तल बसिरहेको छौँ सबैजना यता हुनुहुन्छ यता सारा चाहिँ मिस आनन्दीलाई फोन गर्दैछ फो यहाँ कुनामा छ के अनि यता चाहिँ हामी अहिले खाजा खानेछौँ र यता खाजा बनाउँदै हुनुहुन्छ हाम्रो दिदी भाइहरू सबैजना मिलेर म लिएर मिस आनन्दीलाई पनि रिसिभ गरिसक्यो के शब्द म एकदमै एक्साइटेड छु ल ठीक छ मेरो
प्यारो मित्रहरूसँग यसरी रमाइलो गर्न पाउँदा ओके ल ठिक छ ल उता छ है साथीहरू सबैजना त्यो रुखको तल ल ओके ल खाजा सबै रेडी भइसक्यो है सारन्ती पनि यता सबैजना ल मकै बारी तेरेम तेरेम ल के छ खाजामा खोइ चटपट यो चाहिँ के हो यो चिप्स यो नि चिप्स यो चाहिँ के हो मिठाई हो मिठी यो चाहिँ कोक र पानी तामाङ हो नि उनी ल ठिक छ बुझेन ल म चाहिँ केक ट्राई गर्छु यो केक चाहिँ एउटा दिदीले बनाउनु भएको घरमै को एउटा दिदी दिदीले भन्नु मैले त्यस्तो भनेको छ र अहिले सुन्छु ल केक चाहिँ ल खुवाउनु भयो ल कस्तो छ घाँटीभित्र छिरेकै छैन यो ठिक छ अरे हजुर हामी यता कता हामी खाँदैछौँ वसुन्धरा पार्कमा झरेर धन्यवाद दिदी यो सबैले के हो कि कति कस्तो हो तेम्रो ममा ठिकै छ बाबा त बाबालाई फोन गर्दै हुनुहुन्छ चिप्स हो कि छैन गुलियोपछि पिरो टक्क नुन लगाएको तपाईँले मलाई कहिले ल्याउनु भएन त यहाँ खोइ टेस्ट कस्तो नयाँ ठाउँ रहेछ एम चाहिँ पहिला स्कुलबाट आएको भएर अलिअलि खाउँछु नि खाम है खाम उता एम सर चाहिँ पिरो भएर पुरा मूर्ति जस्तो भइसक्यो कस्तो भएर एम एम आँसु झार्यो कि एम ला पिरोले रुयो एम रोयो रुयो अब कोरियन चल्छ हान्नै खोइ त बोला न केही ल हामी चाहिँ खाजा खाइसक्यो अँध्यारो पनि भइसक्यो अब चाहिँ हामी यहाँ केही समय परमेश्वरलाई धन्यवाद दिनेछौँ र केही समय हामी यहाँ नाच्नेछौँ गाउनेछौँ अनि गीत गाउनेछौँ अनि खेल्नेछौँ अनि खानेछौँ घर जानेछौँ खेल्ने ध्यान रहेछ एमी ल ल ल ल ल अब गोलो गाडेर बसौँ न गोलो यत्तिकै यहीँ ठिक छ त बत्ती आइरहेछ ल ल है हामी चाहिँ यस्तो गरौँ ल हामी छोटो समय हामी परमेश्वरलाई धन्यवाद दिनेछौँ गीतहरू गाएर ल यत्तिकै ल एकछिन एउटा वचन खण्डको हस् हुन्छ तपाईँले समय भयो भने त्यही उस गर्छ त्यो के अरे मैले अब त्यो पनि भन्न खोजेको थियो छैन नि मेरो अहिले चाहिँ जस्ट प्रकाशको पुस्तक केही वचन खण्ड चाहिँ पढिदिन्छु वरिपरि पुरै अँध्यारो भइसक्यो मजाले बसेर हामी चाहिँ यो लाइटको इफेक्टमा हामी बसिरहेको खेलिरहेको छ प्रकाश 4 को 9 र 12 क्या बिहान हामीले चाहिँ क्वाइट टाइमको वचन खण्ड हेर्दै गरेको मलाई चाहिँ यो वचनबाट चाहिँ आशिष मिलेको थियो अनि अघि मैले प्रार्थना गर्दा पनि कति शब्दहरू चाहिँ भनेको थिएँ त्यही शब्दहरूलाई प्रयोग गरेर हामी परमेश्वरलाई आराधना प्रशंसा चाहिँ गर्न सक्छौँ म पढिदिन्छु 9 र 12 जिंदगी
पाप मेरे श्राप मेरे चलते बन गए तुम दिल में ऐसे बस गए जिंदगी भर के घुमाउन यसरी घुमाउन ऐसा काम कर गए पाप मेरे श्राप मेरे चलते बन गए तुम में जामे होठों पे आंखों पे तू है दिल में जामे होठों पे आंखों पे तू है दिल में जामे होठों पे आंखों में तू है दिल में जामे होठों में आंखों में तू ही है राजा तू ही है तू ही है तू ही है तू ही है राजा तू ही है तू ही है तू ही है तू ही है राजा तू ही है तू ही है तू ही है तू ही है राजा तू ही है गीत कुनै गाउनु मन लाग्छ अलिकति सबैलाई आउनु त आएको तर बिर्सेको लिरिक्स नहेरिकन बिर्सेको कोने राजा ला 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 यो खड्कमा मलाई चढाउनु भो मेरो आँखाको आँसु बुझ्नु भो हरियो खड्कमा मलाई चढाउनु भो मेरो आँखाको आँसु बुझ्नु भो हे येशू तपाईँ मेरो पहिलो प्रेम हे येशू तपाईँ मेरो पहिलो प्रेम मलाई येशू चाहिन्छ सबलाई येशू चाहिन्छ मलाई येशू चाहिन्छ सबलाई येशू चाहिन्छ ला 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 La 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 हरिलाई आफ्नो ठानु भो प्रेमीलाई प्रेम गर्नु भो पराईलाई आफ्नो ठानु भो प्रेमीलाई प्रेम गर्नु भो हे येशू तपाईँ मेरो पहिलो प्रेम हे येशू तपाईँ मेरो पहिलो प्रेम मलाई येशू चाहिन्छ सबैलाई येशू चाहिन्छ यस्तो हो के मलाई येशू चाहिन्छ हैन तिमीलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ सबैलाई चाहिन्छ ल मलाई येशू चाहिन्छ तिमीलाई येशू चाहिन्छ सबलाई येशू चाहिन्छ सबैलाई येशू चाहिन्छ हे ला 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 La 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 साथै तपाईको अनुग्रह कृपा प्रेमकै कारण पनि हामी यो समयहरू पाएका छौँ प्रभु हामी यो समयको धन्यवाद दिन्छौँ हाम्रो हृदयदेखि नै प्रभु तपाईँलाई हामी उछाल्दछौँ हामी तपाईँलाई धन्यवाद भन्दछौँ किनकि परमेश्वर तपाईँ धन्यवादको योग्य तपाईँ आराधनाको योग्य तपाईँ प्रशंसाको योग्य प्रभु तपाईँ हुनुहुन्छ त्यसकारण प्रभु हामी तपाईँको नाम उछाल्दछौँ हामी तपाईँलाई धन्यवाद दिँदछौँ हामी तपाईँको सामुन्ने आउँदछौँ जीवित येशू प्रभुको नाममा चढाउँछौँ हामी अब खेल्नु जाने ल अब हामी चाहिँ यहाँबाट हिँडेर खेल्नु जाने कता जाने खेल्न के खेल्न जाने स्केट स्केट होइन के हो स्केट भनेको जुत्ता हो जुत्ता हो जुत्तामा स्केट भनेको जुत्ता हो अरे जुत्तामा गोलो गोलो हुन्छ ल अब चाहिँ हामी चाहिँ यहाँबाट
लेक साइड जानेछौँ हामी दौडिन्छौँ अब हेर्नुस् हामी दौडिन्छौँ के गर्न जाने रे सानो खेल्न पनि जाने अब हामी ल अब चाहिँ हामी यहाँबाट निस्किनेछौँ हामी चाहिँ मेन रोडमा आइपुगिसक्यौँ लेक साइडको अब चाहिँ हामी यहाँबाट उता फुटपाथ हामी हिँड्दै जानेछौँ उता पनि हुनुहुन्छ हेलो अब हम फुड ट्र्याकमै जानु आँटेको रमाइलो भइरहेछ जस यहाँ फुड ट्र्याकमा आइसकेपछि चाहिँ एकदमै खतरा भ्यू नै अर्को चेन्ज देख्ने सामु यस म त डाइरेक्टर अनि के भन्छ के भन्छ यार नचाहेरै छाड्यो होइन मलाई नचाहेरै छाड्यो सामुले हामीलाई नाच्यो अहिले चाहिँ मिस साराले भिडियो बनाउँदै छिन् यता सामुएल तामाङको लेक साइड हो नि त यो लेक साइड दामी आउनु है हजुरहरू पनि लेक साइडतिर यस्तो घुम्नको कता आउनु रे लेक साइडतिर के गर्न घुमघाम गर्न फ्रेस हुन र के घरमा बस्दा चाहिँ फ्रेस भएको थिएन हुन त भइन्छ तर त्यही पनि यहाँ आयो भने अलिकति हल्का माइन्ड पनि फाइनली हामी लेक साइडको मेन स्ट्रिटमा हामी आइपुग्यौँ मेनै त हो नि यहाँदेखि हो उता बाराही मन्दिर जाने कस्तो बाराही घाट हो बाह्रै घाट हो ए ल ठिक छ त बाह्रै घाट यहाँबाट चाहिँ उता बाराही मन्दिर जान्छ तर हामी अब यहाँबाट होइन यहाँबाट हामी चाहिँ यसमा हिँड्न आएको हो मेन चाहिँ यो स्ट्रिटमा हिँड्न आएको होइन र हामी जान्ने मै जान्नेको खास मेन हामी यसमा हिँड्न आएको अब हिँडिसक्यो हेर्नु त यसरी हिँड्दैछौँ हामी दुई पाइला चालेर यसरी कसरी यसरी हिँड्दैछ कचुवाको जस्तो यसमा हिँड्न आएको हामी मेन चाहिँ ल ठिक छ हामी उतासम्म जाने कोसिस गर्नेछौँ कहाँसम्म पुग्छ हामी त्यहाँसम्म पुग्नेछौँ दुईजना चाहिँ कता हो हरायो त अनि कता हिँडेको भनेर भन्दिनँ म त्यस्तो अब चाहिँ एमीले एउटा गीत गाउँछ है ल लगाउनु हेर्दाखेरि पुल सानो देख्छ जाँदाखेरि गहिरो हुन्छ कोकोदाले खान्छ हात काट्छ अनि दफाइदिन्छ माटो हुन्छ माटो पछि हुन्छ परमेश्वर भएको ठाउँमा जान्छ लाइ बाई लाइक एन्ड सब्सक्राइब कति राम्रो भनेको ठाउँ लेक साइड आइपुग्यो भने हामीले भनेको ठाउँ लेक साइड मैले पुग्नु मेरो खुट्टा मर्के छ के म स्केटिङ खेल्दिनँ के त्यसले के भन्छ यसलाई एमी यसलाई के भन्छ उता अगाडि उयो अगाडि यो के हो रे ल त्यहाँ जाउँदा एकचोटि खाऊ आइसक्रिम खाऊ न खाऊ
एम र एमी गेम खेल्दैछ त्यो मिठाई पर्छ कि गोलो उताको आँखाको टिप्लो के पर्यो खोइ एमी के पर्यो खोइ के पर्यो आँखा पर्यो अहिले उसमा राखी उसमा परिहाल्छ उतै नजाऊ अब गरौँ छोरी कुनमा हालौँ परेन एमी के नि परेन यसमा त बक्सिङ हान्छ बक्सिङ ल तर टाइम हुन्छ नि यसमा एकछिन कोइन हाल्नुपर्छ नि यहाँ कोइन छ कहाँ थियो कोइन यहाँ कोइन हालिदिन्छु कोइन हाल्छु अनि टाइम हुन्छ उता टाइम हेर अनि हानिहाल है मतलब ल यहाँ कोइन हाल्छु ल भयो 1 2 3 एकछिन त्यहाँ आउँछ कि टाइम एकछिन ल अब हान सामु अब तिमी लगाऊ ग्लोभ्स छिटो 335 भयो ऊ आयो टाइम हान खोइ मलाई देऊ न अब ल हान्ने होला नि भएन यार थाकिसक्यो धेरै कपाल त के आज त अब कस्तो जिङ्गिङ देख्यो त मेरो त ल पछि बन्छ यहाँ कार खेल्न जान्छ गाडी ल जाऊ ल भित्र जाऊ उताबाट जाऊ ल 4 जना एकजना मात्रै खेल्यो भने 100 रुपियाँ बच्चाहरूसँग एकजना बसेर 2 जना खेल्यो भने चाहिँ 150 एम त नत्र आफै आउँदो रहेछ त ल म त अस्ति भारतमा खेले बेला चारले भिडियो बनाइदियो रे चल्यो गाडी चल्यो एम अलि राम्रो हेरेर चलाउ न ल रु दिदीले एमीलाई अब मार्छ बिस्तारी घुमाउनु न बिस्तारी घुमाउनु के बिस्तारी घुमाउनु त्यस्तो बेसको नघुमाउनु बिस्तारै घुमाउनु न ल घुम्दै गर्नु दिदी कस्तो भयो एमी कस्तो भयो खेल्छ अब बेला जतिखेर नि ल अब जाने ल लेट्स गो गाइज अब जाने हामी यहाँबाट ल जम्मै अब हामी यताबाट
यिनीहरूलाई गाडी खेल्न गएको एकदमै मजा आयो अरे। ल अब हामी चाहिँ यहाँबाट जानेछौँ। ल जाउँ। ल अहिले चाहिँ हामी चाहिँ अन्नपूर्ण भान्सामा भात खान आएका छौँ। के खाने रे? भात खाने? ल सबैजना यता बस्नु खाना आइसक्यो। साराले खान्छिन लेखिनुपर्छ। ल खानको लागि प्रार्थना गर न एकजना। महाप्रभु तपाईँलाई धन्यवाद भन्दछौँ। तपाईँले बिहानीदेखि यो समयसम्म हामीलाई सुरक्षा साथ खाना खान सुरु गरिसके सबैले खाँदैछ। भिडियो गर्नेहरू भिडियो गर्छ, खानेहरू खान्छ होइन। एमी खायो? ल हामीले चाहिँ खाना खाइसक्यौँ र सारासँग चाहिँ खाँदै छ। हाम्रो ग्रुपमा सबैभन्दा ढिलो खाना खाने नै सारा हो। कस्तो लाग्यो खाना? मिठो छ। मिठो छ? सामु ए सामु कस्तो छ? अनि उता विजय? दामी त छ, राम्रै छ। ल एमी दुईजनाले भात खाएर पनि आइसक्रिम खाँदैछ। ल एक्सिलेन्ट। दिदी कस्तो लाग्यो खाना? मिठो छ। सेनी के खाना खाएर त रक्सी लाग्यो? यति भन्नलाई यो तिनवटा थाल्दै रु दिदीले खानु। ल हामी चाहिँ खाना खाइसक्यौँ। अब हामी यहाँबाट बिस्तारै हिँडेर घर जानेछौँ। अहिले बाटोमा भेट्दै गर्नु ल। ल अब हामी चाहिँ खाना साना सबै खाइसक्यौँ। बच्चाले आइसक्रिम पनि खाँदै पनि छ। ल अब हामी निस्किने हो। ल रात परेको कारणले दिदीहरू चाहिँ ट्याक्सीमा जानुहुन्छ। ल राम्रै जाऊ है। ल 450 मा है। ल ल बाँकी हामी चाहिँ अब खुट्टाले हिँडेर जान्छौँ। ल अहिले चाहिँ हामी चाहिँ खुट्टाले हिँडेर जाँदैछौँ। दिदीहरू चाहिँ ट्याक्सीमा जानुभयो। दिदी र बच्चाहरू चाहिँ हामी चाहिँ खुट्टाले हिँडेर जाँदैछौँ। पैदल यात्रा गर्दैछौँ। अब कति बजी पुगिन्छ थाहा छैन। अहिले कति बज्यो? खै कति बज्छ घडीमा? 12 बज्न लागेको छ घडीमा। लगभग हामी 11:30 त पुगिन्छ। 12 बज्न 1:30 मा त पुगिन्छ। पछाडि 4 जना, अगाडि हामी 2 जना। ओके अब हामी हिँड्दै घर नै छौँ। हाम्रो पैदल यात्रा जारी नै छ। कस्तो सुरु हो र? जारी नै छ। ल ठिक छ। प्लिज वाच गाइड्स, डोन्ट एस्केप। ल हामी चाहिँ अहिले चाहिँ मालेपाटनमा आइपुग्यौँ। हामी 3 जना है यता, अनि यता 2 अरू 3 जना चाहिँ आउँदैछ। अलिक ढिलो हिँडेछ कि हो। हाम्रो बाटो 2 बाटोबाट आएको जस्तो लाग्यो। 12:06 मालेपाटनमा बसिरहेछौँ, पर्खिरहेछौँ, आउँदैछ। 3 जना पनि आइपुग्यो, आउँदैछ। त्यत्रो बोलाएको सुनेर नि हामी गफमा बस्छ किन। मैले टर्न लेफ्ट भने त्यत्रो करायो। के गफमा बिजी थियो त्यस्तो सुन्दै नसुन्ने? ल भन्नु त, गहिरो गफ के गफ थियो? खालि बेको बारेमा त कुरा है जोनी हो। दियो है साराले अहिले चाहिँ। ल अब हामी यहाँबाट जानेछौँ। गर्न पनि मन लाग्दैन के कुरा। कसरी रुत र बुवास खोज्ने भन्दै मैले सम्झाएको कि दुईजना कसैलाई लागे जस्तो। ल अहिले चाहिँ 1 बजेको छ। हामी चाहिँ 1 बजेको समयमा बल्ल हरिचोक आइपुग्यो। हरिचोक मिसा नदी उता जुन खिच्दैछ। अब चाहिँ हामी छुट्ने छौँ। हामी सिम्पानी
यता चोकमा आइपुग्यौँ अब तिनजनालाई यताबाट उता बिदा गर्नेछौँ हामी तिनजना फेरि पनि फर्केर उता जानेछौँ ओके गुड मर्निङ बाई बाई समयको लागि धन्यवाद हुन्छ धन्यवाद बाई ल ल ग्रुपमा मेसेज पठाउनु है पुग्यो भनेर ल त्यो त हामी पुगिहाल्छ नि गयो भने त हामी फेरि गो ब्याक हामी चाहिँ रुममा आइपुग्यौँ र अहिले चाहिँ हामी सामुको रुममा छौँ हामी तिनजना अब यो बेडमा सुत्नेछौँ अब रुम त नदेखाउँ होला केटा मान्छेको रुम तपाईँहरूले गेस गर्नु कस्तो छ होला तर जो चिटिकै छ सामुको होइन अहिले भुइँमा 1-2वटा मात्रै छ तर कसै छैन ल अब हामी यहाँ सुत्नेछौँ म चाहिँ रुममा गएन किनकि रुम मेरो त बन्द छ 3 दिनहरू गेट खोल्नुपर्छ कसले खोलिदिन्छ यस्तै 1 बजे तँलाई कसले खोलिदिन्छ कराउनु पनि सकिन्छ त्यही भएर गएन यहीँ सुत्नेछौँ ओके अब हामी अर्को दिन अर्को ब्लगमा भेट्नेछौँ बाई